हेलो के छ हजुरको खबर आशा छ हजुर पनि सन्चै हुनुहुन्छ होला ह्यापी चैते दशैं सबैजनालाई कस्तो कसै गरी मनाउनु भयो हजुरले चैते दशैं मेरो चाहिँ कस्तो हुन्छ हेर्नु होला है अब यही हो म यहीदेखि चाहिँ अब स्टार्ट गर्दैछु पहिला चाहिँ अब अँध्यारो पनि भइसक्यो कति बज्यो 6:30 कि कति भइसक्यो है अब पहिला चाहिँ अब धुप सल्काउनु पर्यो धुप सल्काएर त्यसपछि खाना बनाउन स्टार्ट गर्छु म मेरो चाहिँ घन्टी सानो नै छ साथीहरू नाच्नु होला मेरो घन्टी देखेर चाहिँ हामी सानो मान्छेहरू त्यो सानै घन्टी दिन्छु म चाहिँ बिहान बेलुका चाहिँ दुध सल्काउनु गर्छु कि म चाहिँ साथीहरु म चाहिँ माथि साथीकोमा आएको छु तल पकाउने भन्नु भनिरहेको थिएँ तर उसले चाहिँ माथि पकाउने भन्नु भनेको छ तर सी इज अ गुड सेफ एकदम मिठो पकाउँछ के उसले चाहिँ ढोका त मैले ल्याइदिम ए ढोका छैन माथि नै आऊ यो चाहिँ मैले बिहान बनाएको कोइरालो बचारो कोइरालो बचारो चाहिँ उसले चाहिँ एकदम मिठो आएछ के भात पकाउने आज चाम्रे भात पकाउने त्यो पनि मेरो रिफर्डमा मलाई एकदम मनपर्छ नि त मासु पकाउनु ला पहिला हो ए पहिला पापड फुराउ न हुन हेर न सबै धुजा भएछ भुइँमा झरे जस्तो लाग्यो पापड चाहिँ नाच्नु है साथीहरू यो पापड देखेर तेजपत्ता किन अनि तेजपत्ता ओहो तिम्रो लास्टै ग्यास गर्न हाँसिरु अनि फेरि दियौ तिमी धेरै दानी छौ क्या अब म चाहिँ यहाँ मसला पिन्दैछु खोइ मसला ल्याउ नि त खुल्ला मसला जिरा मसला ड्युटी जानु लानु भयो हो अहिले काठमाडौँको यहाँको भ्यू हेर मैले कस्तो छ साथीहरू भ्यू हेर्नुहोस् यस्तो छ भ्यू चाहिँ तर गरीमा चाहिँ धेरै शीतल छ क्या यहाँ आनन्द छ बस्नको लागि यो चाहिँ लोला घाइट हो त्यस्तै छ कराइरहेको छ है साथीहरू यो चाहिँ यहाँको चाहिँ गरबेटी भनेको नि मेरो साथी हो क्या त्यही भएर हामी चाहिँ कहिले तल कहिले माथि पकाएर खान्छौँ यो चाहिँ फुल हो यिनीहरूको यस्तै छ फुलहरू यो चाहिँ लसुन प्याज के रोपिरहेको छ यिनीहरूले राम्रो भ्यू देखिरहेको छ यहाँबाट चाहिँ यतालाई भन्छ पैयाटार काभ्रेस्थली के भन्ने ठाउँ छ क्या यो चाहिँ होइन कुन तरिका हो यो बस्ने हौ बस्ने कुन तरिका हो नभएको मसला धेरै नटटकाउन के चलन कटिङ बोर्डमा काट्नु चलन छैन यो हातै काट्नु कटिङ बोर्ड छ भने कटिङ बोर्डको युटिलाइज गर न लुरु छ नि दुईटा मैले बुझेँ किन तिमीले कटिङ गरियो त डरे ए प्रभु कस्तो छैन भने ए अर्को लिएर आयो युटिलाइज मात्रै नगरे हो गर्छ नि फुल्दै म त च्याउला जेमा भए पनि नभए नि खाइदियो मिठो नहुनु होला जस्तो कटिङ बोर्ड के अर्को रे
होइन यस्तो हो कि डाइटिङमा डाइटिङ नै हो खानीमा खानी नै हो क्या लिरु खानेकुरामा नो कम्प्रोमाइज डाइटिङमा आउँछ कम्प्रोमाइज खाने हो हप्तामा यो त खानु पर्यो नि मिठो खानु पर्यो त्योमाथि आज दसैँ हो दसैँमा डाइटिङ गरेर हुन्छ हुँदैन नि त्यस्तो बाटो हेर लुरुज ऊ भएर हो कि लुलो भयो है छोड्दै कस्तो पनि हुन्छ अब तेलमा तारेको भन्दा पोलेको गुड फर हेल्थ हो कि नै भन त ल है साथीहरू हाम्रो चाहिँ यही हो खानेकुराहरू पाकिसकेको छ यही हो लट्टे भात चाहिँ लट्टे भात पाकिसकेको छ सी इज अ कुक मैन किसने फोन किया है अलि डढेछ क्या पापड चाहिँ अलिक डढेछ हामीले चाहिँ यो फ्राई नगरिकन उसमा गरेको त्यो पनि एकपट्टि त पाके छैन त सिर्जना पेपर कसरी पाक्छ भन्देऊ न खाली मासु चलाखा मात्रै मलाई छाला भन्छ छाला हाल लुरु हुँदैमा खाने हो मलाई जस्तो बाती त्यही खान्न छालाको मलाई छाला छ भने छाला हाल मलाई छाला एकदम मनपर्छ क्या त्यही भएर मासुको भागिरहेछ है उसले कति नहोस् बढी जोला भएन हुन्छ यो अचार यो हातले बनाऊ न यो अचार पर्दैन हाल्दैन अचार अनि नुन कम छ भने होइन यो चाहिँ बिहान अचार कोइरा लगाएको अचार प्यात्तै भइसक्यो होला है सुस्मिता गाहरू चाहिँ एउटा कोक ल्याइज भन्थ्यो नि त म ल यही रहेछ हातले खाने कि तपाईँ खाने हो हातले खाने हो अनि हामी त नेवारहरू यतापट्टि आउनु नि तपाईँ हातले खाने हो अन्त चेस गरौँ न ह्याप्पी चैत्र दसैँ साथीहरू खाउनु कस्तो छ हुन्छ मैले हमेसा पकाउँछु गुड सेफ यस्तो बस्न गाडी कुद्दाखेरि गाडी क्रस गर्दा त रोक भन्नु पर्यो नि त यो खान्छु पहिला अझ खान्छु यो मासुले खान्छु गाडी रोक्रोमा मेरो हात सानो भएर क्या सानो भएर रोक्रो भनेको अस्ति उरोमा क्रस गरेको थिएँ क्या गाडीलाई पक भनेको मेरो हात सानो भयो भनेको हाँस लगाएर यस्तो गर्दाखेरि कस्तो चिसो बिर्सेछ भोलि हामीलाई नि त आज चट्टे जस्तो लट्टे भात खाने भोलि फेरि अनि मासु भात के भन्छ गुन्द्रुकको झोलसँग को खास हुँदैन मुनि खाने त म त उठेर खाएको कस्तो गर्छ मुख सुकेर त्यता गएको मुख दामी छ क्या घरमा घर गएर मासुमा नुन लागेन त खाउनै म त केही चाहेन मिठो नुन लागेन तिमीहरू नुन जग्गा खाने भयो मात्रै हो हामी त नुन धेरै खाँदैन कि नुन कमै खान्छौँ हामी चाहिँ उइस्यो होला साथीहरू यही हो हाम्रो चैत्र दसैँ अब हामी खाइपी गऱ्यौँ है खाइपी गरेर यहाँ चाहिँ अब भाँडा माझ्ने मेरो नन्द र मेरो बेस्ट थिरिन बाई बाई गुड नाइट सबैजनालाई अब कस्तो भयो मेरो आजको भिडियो चाहिँ प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला बाई बाई